त्यसैले अनि रामजीलाई भन्न लागे कि हजुरको भरत यति सुकुमार यति कमजोर छन्, एउटा ढुङ्गामा पनि सहन गर्न सक्दैनन्। रामजीले भन्नुभयो, होइन, मेरो भरत सुकुमार सुकुमल छैनन्, तर उनले जब यो मार्गमा त्यो ढुङ्गामा उसलाई ठेस लाग्छ, ऊ धेरै आकुल व्याकुल हुन्छ कि मेरो भाइ राम यस्तो मार्गबाट हिँडेको थियो, यस्तो मार्गबाट हिँड्दा उहाँलाई कति गाह्रो भयो होला भनेर मेरो भाइ टुट्छ। त्यसैले उसको लागि मैले, उनी त धेरै धीर वीर महान छन्, तर उसलाई यो दुःख नहोस् कि उसको कारणले गरेर आज मैले यस्तो अवस्थामा पुगे भनेर रामचन्द्रजीले चाहिँ यसरी आफ्नो मार्गमा भएको सबै ढुङ्गाहरू पन्छ्याउँदै जानुहुन्छ। र त्यहाँ पुगेर तीर्थराज प्रयागमा भरतजीले स्नान गर्नुहुन्छ। अत्यन्त प्रसन्न भएर गंगा मैया आएर, भरत के चाहनुहुन्छ हजुरलाई म के वरदान दिउँ भनेर सोद्धाखेरि भरतजीले के माग्नुहुन्छ होला? भन्नुहुन्छ कि अर्थ न धर्म न काम रुचि गति न चाहु निर्वाण जन्म जन्म रति राम पद यह वरदान न आन। न मलाई अर्थ चाहिएको छ, न मलाई अर्थ यानि कि धन चाहिएको छ, न यानि मलाई धर्म चाहिएको छ, न मलाई केमा रुचि छ। म त जन्म जन्मसम्म पनि रामजीको पदमा अनुराग होस्, यही वरदान हजुरले मलाई दिनुहोस्। किनकि अर्थको इच्छा राखेर, अर्थ यानि कि लोभमा परेर यहाँ कैकेयी माताले सीताजीलाई, जो शान्ति स्वरूप हुनुहुन्छ, उहाँलाई वनवास पुर्याउनु भयो। धर्मको रक्षा गर्दा गर्दै दशरथजीले आफ्नो प्राणलाई नै त्याग्नु पर्यो। मेरो भाइ जुन हुनुहुन्छ लक्ष्मणजी र दाई रामचन्द्रजीले यसरी आज यो अर्थ धर्म वचनलाई पूरा गर्नको कारणले गरेर वनवास जानु पर्यो। अतः मलाई अर्थ धर्म कामहरू चाहिँ केही पनि चाहिँदैन, मलाई त केवल रामचरणमा प्रीति होस्, यही वरदान हजुरहरूले दिनुहोस् भनेर यहाँ आशीर्वाद माग्नुहुन्छ। यसरी हजुरहरूले पनि यो